एकता आमा समूहबाट मानिसहरूलाई 50,000 सहयोग दिँदैछ है। सबैजनालाई हाम्रो चुनाव प्रचारको लागि मानिसहरूलाई हामीले हाम्रो नाङ्गी पूजा संरक्षण समितिले थोरै भए पनि सहयोग गरौँ भनेर हामीले पूजा संरक्षण समितिद्वारा रु 1 लाख दिने घोषणा हाम्रो मूल समितिको तर्फबाट भने पनि यो हाम्रो गाउँ यो सबैको आएको छ, गाउँको सम्पूर्ण गाउँको यो पनि हो। यो हाम्रो मूल समितिको पसमा जमाएको हुँदा महावीर सरको लागि हामीले थोरै सहयोगको लागि हामी 1 लाख रुपियाँ मूल समितिको सबैले नमस्कार। अब यहाँ हाम्रो नाङ्गी सामुदायिक वनको तर्फबाट हामीले अरू केही गर्नु सकिन्न, त्यही पनि थोरै रकम भए पनि हामीले नाङ्गी सामुदायिक वनको तर्फबाट हामीले चाहिँ 51,000 मानिसहरूको लागि अनुमति लिन्छ। हामीले नि सरलाई आर्थिक सहयोगको लागि 50,000 सहयोग गर्न एक गर्दैछौँ। चाहिँ मैले नाङ्गी सुनाइदिन पर्ने हो है, तर नाङ्गी बिर्सिएछ। सरी रामचे भनिदिन पर्ने हो। यो युके को रामचेली परिवारले यो चुनावको लागि आर्थिक सहयोग सङ्कलन गरेर पठाउनु भएको थियो, मेरो खातामा हालिदिनु भएको थियो र मैले मेरो खातामा आएको जम्मा भएको रकम तपाईँहरूको चाहिँ 2,56,313 रुपियाँ है। ब्याङ्क ट्रान्सफर भएको थियो, त्यो ब्याङ्क ट्रान्सफरलाई फेरि हाम्रो ब्याङ्क खाता छ त्यसमै मैले ट्रान्सफर गरिदिन्छु। यो जानकारी मात्रै गराएको हो र यसमा युकेमा बस्ने रामचेलीहरू छन् र त्यसमा पनि एकजना प्रेम भाइले चाहिँ अगाडि नै उहाँ महावीरजीको खातामा 50 पाउन्ड ट्रान्सफर गरिदिइसक्नु भएको छ। यो बाहेक पनि अझै पोखराबाट 3 जनाले 30,000 रुपियाँ, जम्मा 30,000 भनौँ न, 10,000 गरेर 30,000 रुपियाँ ट्रान्सफर गरिदिनु भएको छ। त्यो 2,56,313 रुपियाँ 13 पैसा र 30,000 रुपियाँ चाहिँ यो चुनावमा खर्च गर्नको लागि सहयोग दिनुभएको छ। उहाँलाई म धन्यवाद दिन चाहन्छु। अनि भर्खर जानकारी भएअनुसार नागी गाउँकै आशिष पुन र खिमन पुन उहाँहरू अस्ट्रेलियामा हुनुहुन्छ। उहाँहरू 2 जनाले 50,000 रुपियाँ चाहिँ ल यति नै हो। धन्यवाद यहाँहरू सबैलाई।